अहिले चाहिँ म उल्सानको एकदमै चर्चित ठाउँ जाङसेङकोमा छु। यो जाङसेङको चाहिँ विशेष गरी व्हेलसँग एकदमै चर्चित छ, व्हेलले गर्दा एकदमै चर्चित छ। अनि विशेष गरी पहिला चाहिँ यो ठाउँमा चाहिँ व्हेल मार्ने ठाउँ हो, यो गाउँ हो हैन। अहिले चाहिँ यहाँ व्हेल त्यति साह्रो पाउँदैन, तर डल्फिन हेर्ने चाहिँ यहाँनिर एकदमै यो राम्रो सुविधा छ। तपाईहरुले डल्फिनको प्रत्यक्ष अवलोकन गर्न पाउनुहुन्छ। साथसाथै यहाँनिर डल्फिनको म्युजियम पनि छ, अनि साथसाथै मोनोरेल पनि छ। अनि अन्य तपाईले चाहिँ यो समुद्री लाइफहरू, माछाहरू, सानसानो माछाहरू, धेरै कुराहरू तपाईले यहाँ अवलोकन गर्न सक्नुहुन्छ। यदि उल्सान वरिपरि हुनुहुन्छ भने तपाईहरु जसरी पनि आउनु होला, र यदि उल्सान बाहिर हुनुहुन्छ भने पनि एकचोटि आउनुपर्ने ठाउँ हो यो। र विशेष गरी नेपालतिर बस्नुहुनेहरुको लागि चाहिँ मैले यो भिडियोहरू देखाउनका लागि बनाइरहेको छु। मेरो भिडियो अन्तिमसम्म हेर्नु होला। अनि तपाईलाई कस्तो लाग्छ भिडियो हेरिसकेपछि कमेन्ट गर्न नबिर्सिनु होला है। जुन पछाडि देखिएको जहाज छ, यो चाहिँ कोरियाको सबैभन्दा पहिला लडाइँमा युज हुने पानी जहाजहरू हो। तपाईहरुले देख्नुहुन्छ अहिले चाहिँ यो म्युजियमको रूपमा चाहिँ यहाँ देखाउन राखेको छ। यहाँनिर तपाईले नेपाली 100 रुपैयाँ तिर्यो भने गएर भित्र गएर सबै माथिसम्म चढेर हेर्न मिल्छ है। यो पछाडि देखिएको चाहिँ यो समुद्र डुल्नका लागि चाहिँ पानी जहाज हो। आज हामी डुल्न आएको थियौँ, खास यो पानी जहाज चढ्ने भनेर हामी आएको, तर अलिकति ढिलो भएर टाइमिङ नमिलेर आज हामी चढ्न पाइएन। कुनै दिन फेरि चढौँला है। यो जुन पछाडि देखिरहेको मोनोरेल छ, यो मोनोरेल चाहिँ यहाँबाट यो नजिकैको गाउँको टुप्पासम्म पुगेर करिब 25 मिनेटको चाहिँ यात्रा हुन्छ। बिस्तारै हिँड्छ। तपाईहरु 25 मिनेटको यात्रा चाहिँ गरेर चाहिँ यो टुप्पासम्म पुगेर आउन सक्नुहुन्छ। जम्मा नेपाली त्यस्तै 400-500 रुपैयाँमा चाहिँ 25 मिनेट चाहिँ मजाले यसले बसेर अटोमेटिक डुलाएर ल्याउँछ यही ठाउँमा। ओके, तपाईहरुलाई आजको मेरो भिडियो कस्तो लाग्यो कृपया भिडियो हेरिसकेपछि कमेन्ट गर्न नबिर्सिनु होला। अनि यदि यस्तै भिडियो तपाईहरु हेर्न चाहनुहुन्छ भने मलाई फलो गर्न पनि नबिर्सिनु होला। अनि मेरो YouTube च्यानललाई सब्स्क्राइब गर्न पनि नबिर्सिनु होला भन्न चाहन्छु। फेरि अर्को भिडियोमा भेट्दै गरौँला। बाइ बाइ।